सलमान ओलीको एक्लो बलमा हटेका होइनन्। उनलाई हटाउन स्वार्थ समूहदेखि 22 अर्ब बिजुलीको बिल नतिर्ने बिचौलिया व्यापारीसम्मले भूमिका खेलेको आरोप छ। एक चन्द्र ढकाल जो उद्योग वाणिज्य महासंघको अध्यक्ष छन्, प्रधानमन्त्रीलाई ज्ञापन पत्र लिएर पुग्ने अगुवा पनि यिनै हुन्। 2 पशुपति मुरारका, 3 पवन गोल्यान, 4 शेखर गोल्छा, 5 अञ्जन श्रेष्ठ, 6 राजेश कुमार अग्रवाल, 7 ध्रुव थापा, 8 विष्णु प्रसाद न्यौपाने, यी लगायत 61 उद्योगका मालिकहरू नै कुलमाललाई हटाएर देखाइदिने भन्दै शक्ति केन्द्र धाइरहेका थिए। उद्योगीहरूले कति रकम तिर्नुपर्ने छ त? केही दिन अघि मात्रै सार्वजनिक भएको विवरण अनुसार जगदम्बा स्टिलले 1 अर्ब 60 करोड 18 लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले 75 करोड 37 लाख रुपैयाँ, शिवम सिमेन्टले 66 करोड 88 लाख रुपैयाँ, मारुति सिमेन्टले 57 करोड 45 लाख रुपैयाँ, घोराई सिमेन्ट उद्योगले 50 करोड 85 लाख रुपैयाँ, अर्घाखाँची सिमेन्टले 44 करोड 85 लाख रुपैयाँ, त्रिवेणी स्पिनिङ मिल्सले 32 करोड 10 लाख रुपैयाँ, सोनापुर मिनरलले 24 करोड 30 लाख रुपैयाँ, जगदम्बा सिन्थेटिकले 20 करोड 50 लाख रुपैयाँ, बुटोवल सिमेन्टले 18 करोड 45 लाख रुपैयाँ, अशोक स्टिलले 17 करोड 58 लाख रुपैयाँ, हुलास स्टिलले 14 करोड 12 लाख रुपैयाँ, हिमाल आइरन एन्ड स्टिलले 13 करोड 65 लाख रुपैयाँ, अरिहन्त मल्टिफाइबरले 11 करोड 53 लाख रुपैयाँ, युनाइटेड सिमेन्टले 11 करोड 37 लाख रुपैयाँ, कस्मस सिमेन्ट उद्योगले 9 करोड 77 लाख रुपैयाँ, एभरेस्ट पेपर मिलले 9 करोड 44 लाख रुपैयाँ, रघुपति जुट मिलले 8 करोड 51 लाख रुपैयाँ, अरिहन्त पोलिप्याकले 6 करोड 62 लाख रुपैयाँ, हामा आइरनले 5 करोड 85 लाख रुपैयाँ, निगाले सिमेन्टले 5 करोड 81 लाख रुपैयाँ, त्रिवेणी सिन्थेटिक यार्नले 4 करोड 40 लाख रुपैयाँ, विशाल सिमेन्टले 3 करोड 35 लाख रुपैयाँ, बाबा जुट मिलले 2 करोड 49 लाख रुपैयाँ, घराना फुड्सले 1 करोड 88 लाख रुपैयाँ, सिद्धार्थ पेट प्लास्टले 1 करोड 83 लाख रुपैयाँ, एसआर फुड्सले 1 करोड 48 लाख रुपैयाँ, गोयनका फुड्स रूपेन्देहीले 1 करोड 48 लाख रुपैयाँ, पञ्चकन्या स्टिल उद्योगले 52 लाख रुपैयाँ, श्याम प्लास्टिक उद्योगले 49 लाख रुपैयाँ, भलबारी स्वचालित कारखानाले 30 लाख रुपैयाँ, पञ्चकन्या प्लास्टिक उद्योगले 25 लाख रुपैयाँ, एभरेस्ट रोलिङ मिलले 17 लाख रुपैयाँ र एसआर उद्योगले 16 लाख रुपैयाँ बोक्यौता तिर्न बाँकी छ।